ल साथीहरु यो क्लास 12 को चाहिँ फिक्स क्वेशन भन्दा नि हुन्छ यो न्यूमेरिकल चाहिँ है। अब हामीलाई टेबल दिएको छ फर द रिएक्सन a plus b c द फलोइङ डाटा वेयर अब्टेन भनेको छ। अब हेरौँ है त हामीले फाइन्ड द अर्डर अफ द रिएक्सन विथ रेस्पेक्ट टु ए एन्ड बी एन्ड ओभरअल भनेको छ। हामीले ए र बी को रेस्पेक्टमा हामीले अर्डर अफ रिएक्सन पत्ता लगाउनु पर्ने छ। अब हामीलाई के दिएको छ भन्दाखेरि a plus b प्रोडक्टमा c छ। यसको रेट भनेको कन्स्ट्यान्ट अर्डर अफ m रेस्पेक्ट टु a छ अनि अर्डर n रेस्पेक्ट टु b छ। अर्डर अफ n रेस्पेक्ट टु छ। हामीले अब यहाँ इक्वेसन बनाउनु पर्यो यसको आधारमा। यो रेट भयो, यो a भयो, यो b भयो। हामीले भ्यालु राख्नु पर्यो। फर्स्ट सेकेन्ड थर्ड रिएक्सन गर्ने, त्यसपछि हामीले डिभाइडिङ इक्वेसन। अब यहाँ हेरौँ है, यो इक्वेसन राखिरहँदाखेरि के बुझ्नुपर्छ भन्दाखेरि हाम्रो सजिलोको लागि चाहिँ यहाँ दिएको दुईटा भ्यालुहरुले चाहिँ क्यान्सल आउट होस् क्या, त्यो एउटा भ्यालु आउनु सजिलो हुन्छ। जस्तै यहाँनिर मैले थर्ड र सेकेन्ड नै फर्स्टमा किन लिएँ भन्दाखेरि जस्तै भ्यालु अफ ए त फर्स्ट सेकेन्डमा 0.3 छ, थर्डमा पनि 0.3 छ भनेदेखि त मलाई सजिलो भयो क्या। यो मैले त सेम भएपछि त काट्न सक्छु नि त। अनि मैले यहाँ सजिलोसँग एनको भ्यालु निकाल्न सकेँ क्या, त्यही भएर यो लिएको हो। ल अब दुईटा रिएक्सनलाई हामीले डिभाइड गर्नु पर्यो। एउटा मैले के लिएँ भन्दाखेरि थर्ड लिएँ, एउटा भनेको सेकेन्ड लिएँ। अब थर्ड र सेकेन्डलाई डिभाइड गरिदिएँ, यताबाट यो र यो क्यान्सल आउट भयो। अब मैले एनको भ्यालु निकाल्नु भयो, 0.8 डिभाइड 0.4 भनेको 2 भइहाल्यो। 2 को पावर n, अब 4 भनेको 2 को पावर 2 भयो। अब यो 2 र 2 क्यान्सल आउट भयो, एनको भ्यालु भनेको 2 आयो। यसरी द रिएक्सन इज द सेकेन्ड अर्डर विथ रेस्पेक्ट टु बी। द रिएक्सन इज सेकेन्ड अर्डर विथ रेस्पेक्ट टु बी। सेकेन्ड अर्डर रिएक्सन छ के को रेस्पेक्टमा, बी को रेस्पेक्टमा। किन भन्दाखेरि यहाँ एनको भ्यालु निकाल्यौँ नि त हामीले, सेकेन्ड अर्डरमा छ के को रेस्पेक्टमा, रेस्पेक्ट टु बी। त्यसपछि अर्को फेरि हामीले यसै गरी लिनु पर्यो र हामीले डिभाइड गर्नु पर्यो। अब यसमा चाहिँ मैले के गरेको छु भन्दाखेरि सेकेन्ड र फर्स्ट लिएको छु। अब 3.6 टाइम्स 10 पावर 3 3 टाइम्स 10 पावर 2 गर्दाखेरि 12 आयो। यहाँ नि हामीले अब यसरी डिभाइड गर्दाखेरि, यिनलाई डिभाइड गर्दाखेरि 3 को पावर m आयो भने 2 को पावर n आयो। अब यो n को भ्यालु त मलाई अलरेडी पहिलेदेखि थाहा छ नि त 2 भनेर। भनेपछि मैले n को ठाउँमा 2 राख्न पाउने कि नपाउने? पाउने। भनेपछि 2 को पावर स्क्वायर भनेको 4 भयो, अनि 4 3 जा 12 भयो। भनेपछि 12 यता पनि 12 लेख्न पाइयो। भनेपछि 12 को पावर 1 भनेको 12 हो। 12 क्यान्सल आउट भयो, m को भ्यालु के आयो? 1 आयो। द रिएक्सन इज द फर्स्ट अर्डर विथ रेस्पेक्ट टु ए। अब यो रिएक्सन भनेको के हो? फर्स्ट अर्डर विथ रेस्पेक्ट टु ए। किन भन्दाखेरि m को भ्यालु 1 छ। यो m भने कहाँ छ भन्दाखेरि फर्स्ट अर्डरमा छ, फर्स्ट अर्डर विथ रेस्पेक्ट टु ए। त्यसपछि अब हामीले अर्को हेरौँ हिन्स। द रिएक्सन इज फर्स्ट अर्डर विथ रेस्पेक्ट टु ए, फर्स्ट रिएक्सन चाहिँ। सेकेन्ड रिएक्सन के छ भन्दाखेरि द रिएक्सन इज सेकेन्ड अर्डर विथ रेस्पेक्ट टु बी भयो। अब ओभरअल अर्डर इज 2 + 1 3, थर्ड अर्डर भयो। ओभरअल यो अर्डर कुन छ? थर्ड अर्डर भयो। युनिट अफ रेट कन्स्ट्यान्ट। अब हामीलाई रेट कन्स्ट्यान्टको युनिट निकाल भन्यो सुरुमा हेर्ने है। अब रेट कन्स्ट्यान्टको युनिट निकाल भन्यो भने हामीलाई के थाहा छ भन्दाखेरि हामीले आर इक्वल टु के अनि ए पावर एम अनि अर्को बी पावर हामीले के गरेको छौँ भन्दाखेरि एन भनेर राखेको छौँ। अब हामीलाई यो कन्स्ट्यान्टको युनिट निकाल भन्यो हो। भनेपछि यो केलाई एक साइड राखेर हामीले यो के गर्नु पर्यो भन्दाखेरि आर अपन ए को पावर एम बी को पावर एन गर्नु पर्यो। हामीले के गर्नु पर्यो? साइड चेन्ज गर्नु पर्यो। यति गरिसके पछाडि अब हामीलाई रेट केमा दिएको छ? रेटको युनिट हेरौँ न। हेर त यहाँ मोल लिटर हामीलाई एस दिएको छ। भनेपछि मैले रेटको ठाउँमा के लेख्न पाएँ भन्दाखेरि मोल लिटर एस लेख्न पाएँ कि पाएन? यो त मैले लेख्न पाएँ होला। अब यो ए को ठाउँमा एक युनिट के छ भन्दाखेरि मोल पर लिटर छ। भनेपछि मैले यहाँ मोल पर हटाएँ भने त -1 लेख्न पाएँ। अनि त्यसपछि अनि बी को के छ भन्दाखेरि बी भनेको कति छ? बी को पनि मोल पर लिटर नै छ, मोल पर लिटर। अब यहाँ मैले यहाँ मोल पर लिटर लेख्न पाएँ, तर एन को भ्यालु कति छ? यहाँ हाम्रो 2 आएको छ, यहाँ 1 आएर मैले के लेखिनँ त? भनेपछि यहाँनिर मैले के गर्न पाउँछु भन्दाखेरि मोल पर लिटर यो भइहाल्यो। अनि त्यसपछि
यहाँनिर मोल लिटर -1 भयो। यहाँ भनेको मोल पावर 2 भइहाल्यो। अलि यो स्ल्यास हटाउने हो भने यहाँ के हुन्छ -2 हुन्छ। यो रे गर्दा यहाँ 3 हुने भयो, -3 हुने भयो। अब माथि लाँदाखेरि के हुन्छ भन्दाखेरि अब मोल भनेको मोल -2 आउने भयो। अनि त्यसपछि यो भनेको +2 आउँछ, यो -1 आउँछ। यसरी हाम्रो एन्सर आयो है त।